हेलो गाइस वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ छाया सेन्टर। अनि एक नम्बरको ढिलो गर्ने चाहिँ मिली तामाङ हो। अनि यहाँबाट हामी चिच्याउँदैछौँ मिली मिली भनेर। मिली चाहिँ एकछिन है भनिरहन्छौँ। अनि तेरो बाजेको एकछिन हो भन्दैछौँ है हामी यहाँनिर चाहिँ जिस्काउँदै। अनि पर्खिँदै पर्खिँदै बसे 1 घन्टासम्म पनि आएन। अनि यहाँ हेर्नु होला हाम्रो विनिताजीको आउटफिट, विनिता राईको। अनि बल्ल बल्ल आउँदैछ यहाँनिर नक्कल पारेर एक घन्टा ढिलो गरेर। नयाँ जुत्ता देखाउँदैछ 4,000 कति अरे 6,000 है कतिको जुत्ता भन्दैछ। अनि यहाँ मेरो नाटक देखाउनै पर्यो अलिकति। अनि हामी जाँदैछौँ हिँड्दै हिँड्दै। अनि यहाँनिर केटीहरूको के कुराहरू चल्दैछ। अब यहाँ नै बिन्ताले यहाँ मलाई के माग्छ 10 रुपियाँ भन्छ। ल हामी केटीहरूलाई चाहिँ फेरि सबैलाई झ्याल मात्रै चाहिन्छ क्या, त्यही भएर ऊ झ्यालमा मात्र बसेको छ सबजना। अनि यहाँ नाटक गर्दैछ सबजना गीत गाउँदै जाने चाहिँ। गीत पनि फेरि यस्तो डेन्जर गीत बजाएको थियो आफ्नो ड्राइभर दाइले। जे होस् रमाइलो भयो। यहाँ बिन्ताको बस्ने पारा छुट्टै छ। फेरि भोक लाग्यो भन्दैछ बिन्ताले। गाडी चाहिँ हामीले रिजर्भ गरेको जस्तै भइरहेको थियो त्यतिखेर चाहिँ। अनि जाम देखाउँदैछु म चाहिँ। त्यहाँ चप्पल फुकालेर बसिरहेछ। फर्केर आउने टाइममा चाहिँ कसरी आउने हो भन्दैछ बिन्ताले। गाइस यहाँ त म झन्डै नै मरेको यहाँनिर यस्तो स्पिड चलाएर। म त ढले यहाँनिर झन् मलाई यस्तो स्पिड चलाउने टाइममा त्यो हुन्छ त हावाले यस्तो डेन्जर सिरिङ बनाउँछ क्या। म त मरेँ भने जस्तो टाइपको कि त्यस्तो हुन्छ क्या। तपाईँहरूलाई हुन्छ कि हुँदैन त्यस्तो हुन्छ। अनि यो रुख चाहिँ हावाले लिरिक गरेर हल्लाइरहेको थियो, त्यो देखाइदिएको। अनि हामी मिलिदिनु भन्दैछ बस त एक प्याक छ जाने कि नजाने भनेर। जानै पर्यो प्याक भएर के गर्नु भन्दैछु म चाहिँ। यहाँनिर ल बल्ल बल्ल झरेर यहाँनिर चाहिँ यो मिलीले चाहिँ केपी ओलीको घर हो क्या यो भनेर यहाँनिर नाटक पार्दैछु यहाँ मलाई। अनि यहाँ म चाहिँ यहाँ पिक्चर रहेछ अरे त्यहाँनिर। अनि म नाटक पार्दै भित्तामा ढालिँदै यस्तो नाटक पार्दै हिँडेको त मिलीले चाहिँ यो दिदीको नाटक चाहिँ फेरि भनेर जिस्काउँदैछु मलाई त्यहाँनिर। अनि यसो चल्दै गयौँ हामी। अझै हिँड्नु बाँकी छ त्यहाँ। ल अब चाहिँ आइपुगेँ है हामी। म के अरे छाया सेन्टर टोइलेट झ्याप्पेर टोइलेट गएको। अनि ऐना देखेपछि त नाटक गर्नै पर्यो। ल हेर्ने अब बिन्ताको नाटक यहाँ चढ्न धरे पनि हात समाउनु पर्ने अरे उसलाई, चढाइदिनु पर्ने अरे भनेर यहाँ भन्दैछ। हातै समाउनु पर्ने अरे उसलाई। अनि मिली चाहिँ अगाडि गइसक्यो। अब मिलीले अब हाम्रो भिडियो गर्छ हेर्ने त्यहाँ बिन्ताको नाटक हेर्ने। अब त्यहाँ यस्तो उसको हातै समात्नुपर्छ भन्दैछ त्यहाँनिर। भुइँतिर देखाउँछ त के हो मलाई त कहिले नचढाए जस्तो बनाइदियो भन्दैछ त्यसले त्यहाँनिर। अनि लु मेरो नाटक अनि यहाँ बिन्ताले यिनीहरूको नाटक भन्दैछ। अनि के भयो त भन्दैछ। म चाहिँ रिसाएर के बाल छैन मलाई भनेको। मैले चाहिँ ल हेर्नु यहाँनिर छाया सेन्टर बिन्ताको नाटक त्यहाँ फोन देखाएर हाम्रो काम सक्यो। अब जाँदैछौँ हामी मसला बिट हो कि ल मसला बिट जाँदैछौँ। अनि यहाँ लोकेसन हेर्दैछ त्यहाँनिर मिलीले अब चुप्पा ल हाम्रो किनमेल भने किनमेल गरेर निस्किसकेको छ। न गाडी पनि पाइयो। यहाँ नि बिन्ता रिसाएर भन्दैन खलासीले चुट्की मारेर पैसा माग्यो भनेर रिसाउँदैछ। चुट्की मारेर पैसा माग्यो अरे उसलाई भनेर। हामीले चाहिँ अगाडि पैसा दिइसकेको थियो। अनि उसलाई चाहिँ तपाईँको पैसा भनेर चुट्की मारेर भने। ल खाजा पनि आइपुग्यो हाम्रो लाफिङ किमा पनि आइपुग्यो खाँदैछौँ है।
अब चाहिँ आफ्नो यो पैसा हिसाब गर्दैछ यहाँनिर केटीहरूले 3 डिभाइड गर्दैछ ल बाई बाई गर्दैछ बाई बाई गर बिन्ता भन्दैछ मैले चाहिँ हात हल्ला भनेको पनि हुन्दैछ हात हल्ला ल थ्याङ्क यू फर वाचिङ आवर भिडियो